एकातर्फ विश्वको महाशक्ति राष्ट्र अमेरिका, अर्कोतर्फ 4 दशकभन्दा बढी समयदेखि आर्थिक प्रतिबन्ध, कूटनैतिक दबाव, आन्तरिक चुनौती र बाह्य घेराबन्दीहरूका बीच आफ्नो अस्तित्व जोगाउँदै आएको इरान एकातर्फ विश्व व्यवस्थामा आफ्नो नेतृत्व र प्रभुत्व कायम राख्ने अमेरिकी महत्त्वाकांक्षा, अर्कोतर्फ आफ्नो सार्वभौमिकता, राष्ट्रिय पहिचान र शासन प्रणाली जोगाउने इरानी आवश्यकता। यिनै दुई विपरीत स्वार्थ, दुई फरक दृष्टिकोण र दुई फरक राजनैतिक परियोजनाहरूको टकरावको परिणामस्वरूप केही महिना अघि अमेरिका इरान युद्धको नयाँ अध्याय सुरुवात भयो। यस युद्धले केवल दुई देशलाई मात्र असर गरेन, समग्र मध्यपूर्व प्रभावित भयो। पहिले नै गाजा युद्ध, लेबननको तनाव, सिरियाको अस्थिरता, यमनको सङ्कट र इराकको जटिल राजनैतिक अवस्थाहरूले संवेदनशील बनेको यो क्षेत्र अझ अस्थिर बन्न पुग्यो। अमेरिकाको पक्षमा इजरायल थियो, इरानको पक्षमा विभिन्न एक्सिस अफ रेसिस्टेन्स अन्तर्गतका समूहहरू थिए। त्यसैले यो केवल अमेरिका र इरानको युद्ध मात्र थिएन, यो मध्यपूर्वको शक्ति सन्तुलन पुनः निर्धारण गर्ने सङ्घर्ष थियो। युद्ध चर्किँदै जाँदा धेरै विश्लेषकहरूले तेस्रो विश्वयुद्धसम्मको सम्भावनाहरूको बारेमा चर्चा गर्न थालेका थिए। विश्व बजारमा तेलको मूल्य उकालो लाग्न थालेको थियो, हर्मुज जलडमरूको भविष्यबारे चिन्ता बढ्यो, सेयर बजारमा अस्थिरता देखिन थालेको थियो। विश्व अर्थतन्त्रले नयाँ सङ्कटको सङ्केत महसुस गरेको थियो। तर आज अवस्था फरक छ। अमेरिका र इरानबीच युद्धविराम भएको छ, शान्ति सम्झौताको घोषणा भएको छ, वार्ताका ढोकाहरू खुलेका छन्। तर सबैभन्दा ठुलो प्रश्न यहीँबाट सुरु हुन्छ। यदि अन्त्यमा फेरि वार्ताकै टेबलमा फर्किनु पर्ने थियो भने युद्ध किन सुरु भयो? यदि इरानको शासन परिवर्तन गर्ने उद्देश्य थियो भने त्यो किन सफल वा सम्भव भएन? यदि इरानलाई पूर्ण रूपमा आणविक कार्यक्रमबाट रोक्नु थियो भने त्यो किन अझ समाधान भएको छैन? के अमेरिका आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न सफल भयो? के इरान वास्तवमै विजेता बन्यो? के इजरायलले आफ्नो सुरक्षा सुनिश्चित गर्न सक्यो? वा यो सम्पूर्ण युद्धमा कसैले पनि पूर्ण विजय हासिल गर्न सकेन? आजको भिडियोमा म केवल घटनाहरूको चर्चा मात्र गर्न गइरहेको छैन, युद्धको पृष्ठभूमिबारे बुझाउने प्रयत्न गर्नेछु। यसका राजनीतिक, सामरिक र भू-राजनीतिक आयामहरू विश्लेषण गर्नेछु। अमेरिकाको वास्तविक राजनीतिक एन्ड स्टेट के थियो त्यो प्रश्नको उत्तर खोज्नेछु। इरानले वास्तवमा के गुमायो र के बचायो भन्ने मूल्याङ्कन गर्ने प्रयास गर्नेछु। र अन्त्यमा यो शान्ति सम्झौताले मध्यपूर्व र विश्व सुरक्षाको भविष्यलाई कहाँ पुर्याउन सक्छ भन्ने विषयमाथि विश्लेषण गर्नेछु। किनभने कहिलेकाहीँ युद्धको वास्तविक परिणाम युद्ध मैदानमा मात्र होइन, वार्ताको टेबलमा देखिन्छ। र कहिलेकाहीँ सैन्य विजय प्राप्त गरेर पनि राजनीतिक उद्देश्य हासिल हुँदैन। सायद अमेरिका इरान सङ्घर्ष त्यस्तै एउटा उदाहरण बन्ने दिशामा अघि बढिरहेको प्रतीत हुन्छ। अमेरिका र इरान बीचको तनाव कुनै एक वर्ष, एउटा कुनै राष्ट्रपति वा एउटा घटनाबाट सुरु भएको होइन। यसको जरा सन् 1979 को इरानी इस्लामिक रेभोल्युसनसम्म पुग्दछ। यसअघि इरान अमेरिकाको सबैभन्दा नजिकको साझेदार मध्येको एक थियो। तर इस्लामिक क्रान्तिपछि पश्चिम समर्थित शाह शासन समाप्त भयो र अमेरिका विरोधी राजनीतिक दर्शनमा आधारित नयाँ शासन स्थापित भयो। त्यसपछि सुरु भयो 4 दशक लामो अविश्वास, कूटनैतिक टकराव, छद्म युद्धहरू, आणविक कार्यक्रममाथिको विवाद र मध्यपूर्वमा प्रभाव विस्तारको प्रतिस्पर्धा। समयसँगै यो केवल दुई राष्ट्र बीचको मतभेद रहेन, यो दुई फरक विश्व दृष्टिकोण बीचको प्रतिस्पर्धा स्थल बन्यो। एकातर्फ अमेरिका नेतृत्वको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, अर्कोतर्फ पश्चिमी प्रभुत्वलाई चुनौती दिन खोज्ने इरानी प्रतिरोधको अवधारणा। अब हामी सबैभन्दा महत्त्वपूर्ण प्रश्नतर्फ जाउँ। अमेरिकाले यो युद्ध किन गर्यो? आधिकारिक रूपमा उत्तर स्पष्ट थियो, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु। तर इतिहासमा युद्धहरू
केवल सार्वजनिक रूपमा घोषणा गरिएका कारणका लागि मात्र लडिएका हुँदैनन्। हरेक युद्धको एउटा घोषित उद्देश्य हुन्छ र एउटा वास्तविक रणनीतिक उद्देश्य। यस सन्दर्भमा धेरै विश्लेषकहरूले अमेरिकाको सम्भावित 4 उद्देश्यहरू बारेमा प्रकाश पारेका छन्। पहिलो, इरानको आणविक कार्यक्रमलाई रोक्ने। दोस्रो, मध्यपूर्वमा इरानको प्रभाव घटाउने। तेस्रो, इजरायलको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने। र चौथो, इरानी शासनलाई यति कमजोर बनाउने कि या त यसको व्यवहार परिवर्तन होस् अथवा शासनभित्र परिवर्तनको प्रक्रिया सुरु होस्। यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ। वासिङटनले सार्वजनिक रूपमा रेजिम चेन्ज शब्द प्रयोग नगरे पनि युद्धको प्रारम्भिक चरणमा भएका केही अभिव्यक्तिहरू, इरानी जनतालाई गरिएको आह्वान र शासन संरचनामाथिको प्रत्यक्ष दबावले धेरै विश्लेषकहरूलाई यो निष्कर्षमा पुर्यायो कि शासन परिवर्तन कम्तीमा पनि एउटा सम्भावित रणनीतिक विकल्पको रूपमा हेरिएको थियो। तर रेजिम चेन्ज किन सम्भव भएन, यो प्रश्नको उत्तर खोज्न हामीले इराक र अफगानिस्तानलाई सम्झिनु पर्दछ। सद्दाम हुसेन हटाइए, तालिबान शासन हटाइयो, तर त्यसपछि त्यहाँ के भयो? वर्षौँ लामो अस्थिरता, अरबौँ डलरको खर्च, हजारौँ सैनिकहरूको मृत्यु र अन्ततः अपेक्षित राजनीतिक परिणाम प्राप्त नभएको अनुभव। त्यही अनुभव अमेरिकाको रणनीतिक सोचमा गहिरो रूपमा बसेको छ। इरान इराक होइन, इरान अफगानिस्तान होइन। 9 करोडभन्दा बढी जनसङ्ख्या, बलियो राष्ट्रिय पहिचान भएको, गहिरो राज्य संरचना भएको, सैन्य र सुरक्षा संस्थाहरूले मजबुत रूपमा नियन्त्रण गरेको देश इरान हो। यदि वर्तमान शासन अचानक ढल्यो भने त्यसपछि के हुन्छ? को शासनमा आउँछ? देश एकीकृत रहन्छ कि विखण्डित हुन्छ? क्षेत्रीय युद्ध बढ्छ कि घट्छ? यिनको स्पष्ट उत्तर कसैसँग थिएन। त्यसैले अमेरिका एउटा रणनीतिक दुविधामा फस्यो। शासनलाई कमजोर बनाउन सकिन्थ्यो, तर त्यसलाई प्रतिस्थापन गर्ने विश्वसनीय विकल्प पाइरहेको थिएन अमेरिकाले। यही कारणले युद्ध क्रमशः रेजिम चेन्जबाट बिहेभियर चेन्जतर्फ सरेको देखियो। अब अर्को महत्त्वपूर्ण प्रश्न, के इरानको आणविक कार्यक्रम समाप्त भयो? अहिलेसम्मको उत्तर हो छैन। युद्धले इरानका केही आणविक पूर्वाधारहरूमा क्षति पुर्याएको हुन सक्छ, केही कार्यक्रमहरू ढिला भएका हुन सक्छन्, तर एउटा महत्त्वपूर्ण तथ्य के हो भने आणविक ज्ञान बमबारी गरेर नष्ट गर्न सकिँदैन। वैज्ञानिकहरू जीवित छन्, प्राविधिक क्षमता जीवित छ, अनुभव जीवित छ। त्यसैले आजको सम्झौतापछि पनि वास्तविक प्रश्न उस्तै नै रहनेछ, के इरानले भविष्यमा आणविक हतियार निर्माण गर्ने क्षमता त्यागेको छ वा केवल समय किनेको छ? यही कारणले धेरै विश्लेषकहरूले यस युद्धलाई पूर्ण समाधान होइन, बरु आणविक प्रश्नको अर्को चरणको सुरुवात समेत मानेका छन्। अब प्रश्न उठ्छ, यदि अन्त्यमा कूटनैतिक बाटोमै फर्किनु पर्ने थियो भने युद्ध किन भयो त? यो सम्भवतः सम्पूर्ण घटनाक्रमहरूको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो, एक प्रश्न हो। किनभने धेरै मानिसहरू सोधिरहेका छन्, यदि अन्त्यमा फेरि वार्तामै फर्किनु थियो भने युद्ध किन? उत्तर अन्तर्राष्ट्रिय सम्बन्धको एउटा पुरानो सिद्धान्तमा लुकेको छ। कहिलेकाहीँ युद्धको उद्देश्य युद्ध जित्न मात्र होइन, वार्ताको शर्तहरू बदल्न हुन सक्दछ। सैन्य शक्ति कहिलेकाहीँ कूटनैतिक दबावको साधनको रूपमा प्रयोग गरिन्छन्, अर्थात् पहिले प्रतिद्वन्द्वीलाई दबावमा ल्याउने, उसको लागत बढाउने, उसको विकल्पहरू सीमित गर्ने र त्यसपछि वार्ताको टेबलमा बस्ने। यस दृष्टिकोणबाट हेर्दा अमेरिका युद्ध मार्फत एउटा राम्रो सम्झौता प्राप्त गर्न खोजिरहेको थियो र यही अर्को यथार्थ पनि देखियो। इरान पूर्ण रूपमा झुकेन, अमेरिका पूर्ण रूपमा सफल पनि भएन। त्यसैले अन्त्यमा दुवै राष्ट्रहरूले अर्थात् दुवै पक्षहरूले सम्झौताको बाटो रोज्न बाध्य भए। अब उपलब्धिहरूको मूल्याङ्कन गरौँ। अमेरिकाले देखायो कि अझ अमेरिका विश्वको सबैभन्दा ठुलो सैन्य शक्तिशाली राष्ट्र हो, उसँग त्यो क्षमता छ। उसले आफ्नो साझेदार इजरायलप्रतिको प्रतिबद्धता पुनः प्रदर्शन गर्यो। उसले इरानमाथि ठुलो आर्थिक र सुरक्षा दबाव सिर्जना गर्यो, ऊर्जा बजारलाई नियन्त्रणबाट बाहिर जानबाट रोक्यो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उसले इरानलाई वार्ताको टेबलमा ल्यायो।
यी सबै अमेरिकाका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन्। तर अमेरिकाले के हासिल गर्न सकेन त? यहीँबाट वास्तविक विश्लेषण सुरु हुन्छ। सायद अमेरिकाले यो युद्ध क्षेत्रमा शक्ति प्रदर्शन त गर्यो, तर आफ्नो अन्तिम राजनीतिक उद्देश्य प्राप्त गर्यो कि गरेन? रेजिम चेन्ज भएन, पूर्ण डिन्युक्लियराइजेसन भएन, इरानको सम्पूर्ण क्षेत्रीय प्रभाव समाप्त भएन, मध्यपूर्वको शक्ति सन्तुलन पूर्ण रूपमा अमेरिकाको पक्षमा आउन सकेन। त्यसैले यदि राजनीतिक एन्ड स्टेटलाई मापन गर्ने हो भने अमेरिकाले ट्याक्टिकल सक्सेस प्राप्त गर्यो, तर स्ट्र्याटेजिक भिक्ट्री अझै प्राप्त गर्न सकेन। उता इरानले के जित्यो त? के पायो? अब इरानतर्फ हेरौँ। इरानले ठुलो क्षति बिहोर्यो, आर्थिक दबाव झेल्यो, सैन्य संरचनाहरूमा असर पर्यो, तर एउटा कुरा बचायो, त्यो हो शासन। इतिहासमा धेरै ठुला युद्धहरूमा शासन बचाउनलाई नै विजय मानिएको छ। आज इरानले आफ्ना नागरिकहरूलाई भन्न सक्छ, हामीमाथि विश्वकै शक्तिशाली राष्ट्रले दबाब दियो, सैन्य आक्रमण गर्यो, हामीमाथि ठुलो आक्रमण भयो, तर हामी ढलेनौँ, हामीले आत्मसमर्पण गरेनौँ। त्यसैले इरानी दृष्टिकोणबाट यो पूर्ण हार होइन। उनीहरूले यसलाई बरु विजयको रूपमा चित्रित गरिरहेका छन्। यता इजरायलले केही सुरक्षा लाभ प्राप्त गर्यो, तर उसले चाहेको स्थायी समाधान अझ प्राप्त भएको छैन। चीन र रुसका लागि यो घटनाले अर्को सन्देश दियो, सैन्य शक्ति अझ महत्त्वपूर्ण छ, तर सैन्य शक्ति मात्र पर्याप्त छैन। विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रले पनि अन्ततः कूटनीतिमै फर्किनु पर्ने बाध्यता छ। यो तथ्य चीन, रुस र अन्य उदाउँदा शक्तिहरूले नजिकबाट हेरिरहेका छन्। अब यी सम्पूर्ण घटनाक्रमहरूलाई संक्षेपीकरण गर्ने हो भने अमेरिकाले युद्ध क्षेत्रमा आफ्नो शक्ति अवश्य देखायो, इरानले आफ्नो शासन बचायो, इजरायलले केही सामरिक लाभ प्राप्त गर्यो, विश्व अर्थतन्त्रले अस्थायी राहत पाए, तर कसैले पनि पूर्ण विजय हासिल गरेन। सायद यही नै आधुनिक युद्धको वास्तविकता हो। आजको संसारमा सैन्य विजय र राजनीतिक विजय एउटै कुरा होइन। ट्याङ्क, मिसाइल र बमले युद्ध जित्न सकिन्छ, तर स्थायी राजनीतिक परिणाम प्राप्त गर्न अन्ततः कूटनीति, वैधता र सम्झौता आवश्यक पर्दछ। त्यसैले अमेरिका इरान शान्ति सम्झौता वास्तवमा एउटा अन्त्य होइन, यो अर्को अध्यायको सुरुवात मात्र हो। प्रश्न अझै बाँकी छ, के आगामी वार्ताहरूले मध्यपूर्वलाई स्थायी शान्तितर्फ लैजानेछन्, वा आजको युद्धविराम केवल अर्को ठुलो युद्ध अघि आएको एउटा विश्राम मात्र हो? यसको उत्तर भविष्यले दिँदै जाला।